हेलो गाइजहरू सेवा अनि नमस्ते सबैजनालाई। म चाहिँ आज छुट्टीको दिनमा घुम्नलाई जाँदैछु। त्यही भएर अब हिँड्न लागेको बुर्ज खलिफा दुबई मल। चेंज नहीं करो पर चेंज नहीं करो पर यूनियन ल म चाहिँ बुर्ज खलिफा पुगेको छु साथीहरू। ल हेर्नु होला, यता झरेको छु। ल यस्तो ठाउँमा अब यहाँदेखि भित्र छिर्ने हो। यता भित्र चट्टसँगले हेर्दै जानु होला। ल अब हामी चाहिँ यो बाटो क्रस गरेर जाने हो। त्यति धेरै थाहा पनि छैन, फाइन पनि परिन्छ भन्छ, तर थाहा छैन। जाउँला, पहिला अनुभव गर्ने त्यसपछि भन्ने हो, देखाउने हो है। हेर्नु होला साथीहरू आजको हाम्रो घुमाइ। ल हामी चाहिँ रोड क्रस गरेर हिँडिराखेको छौँ। फेरि अर्को रोड पनि छ, खुल्लै छ है। हामी दगुरिरहेछौँ, साथीहरू दगुरिरहेछ उता। मेरो साथीहरू, मेरो गाइडहरू। ल अर्को पनि खुल्लै रहेछ। ल हामी चाहिँ चट्टसँग हिँडिरहेछौँ है। अब हामी दुबई मल छिर्ने हो, तर थाहा छैन कसैले पनि। साथीहरू अलमल्ल परिरहेछ सबैजना। यता हो कि उता हो कि यता उता भन्छ साथीहरू, थाहा छैन। मलाई त झन् केही थाहा छँदै छैन। अब हेर्दै जाउँ कहाँबाट छिराउँछ साथीहरूले, त्यसपछि भनौँला। यत्रो घाममा साथीहरूले दगुराइरहेछ। यो पुलको मुनि केटाहरूले दगुराइरहेछ। दगुर्ने बस्ने पछ्याउने त्यही त हो। के भन्नु थाहा छैन। थाहा नभएपछि त साथीहरूलाई खेदिनु पर्यो। यस्तो छ। ल हामी चाहिँ बाटो काट्नु नसकेर यता पुलिसले बाटो रोकेर काटिदियो। थाहा नभएपछि के गर्नु, यस्तो छ। साथीहरू पर पुगिसक्यो। हामी दुईजना चाहिँ यता पछाडि गाडी नरोकेपछि बाटोमा पुलिसले रोकेर हामीलाई बाटो काटिदियो। अब यहाँबाट हामी भित्र छिर्ने हो। दुबई मल यो चाहिँ दुबईको सबैभन्दा ठुलो हो मार्केट हो, अनि विश्वको पनि कति स्थानमा पर्छ यो चाहिँ। साथीहरू हेरौँ पुरा। दाइ यता चस्मा लाएर हिरो, यता भाइ हो, यता अर्को दाइ। सबै आफ्नो आफ्नो तालमा हिँडिरहेछौँ। छिर्ने चाहिँ हामी कहाँबाट हो थाहा छैन। हिँड्दै जाने पाइयो भने छिर्ने हो, नत्र भए फेरि यहाँबाट बढ दुबई देरा छिर्ने हो। अब यहाँबाट माथिसम्म हिँड्ने जाने, बाँकी मिल्यो भने छिर्ने, नत्र भए मेट्रो स्टेसन अब गाडीमा चढ्ने, फेरि अर्को ठाउँ जाने बढ दुबई। सुहाइरहेछ दाइ, सुहाइरहेछ, बबाल छ। दाइहरू अगाडि गइरहेछन्, म पछाडि। मभन्दा पछि भाइ छ। यस्तो बाटोमा हिँडेछ घाममा। अब दुबई मल पनि छिर्नलाई अहिले इन्ट्रीलाई अलाउड छैन अरे, अनि बुर्ज खलिफा पनि इन्ट्री अलाउड छैन अरे। अब यहाँबाट यसो बाहिर बुर्ज खलिफा हेर्ने, त्यसपछि डेरिया छिर्ने हो। यत्रो नेपालमा घर भएको भए चाहिँ के हुन्थ्यो होला यार। हेर्नु त, यत्रो नेपालमा अहिलेसम्म बनेको पनि छैन र बन्दै नपर्ने अवस्था पनि छैन नेपालमा यत्रो बिल्डिङ बनाउनुलाई। किनकि नेपालमा धेरै भूकम्प जान्छ, त्यही भएर यो ठुल्ठुलो टावर बनाउने अलाउड हुँदैन मेरो विचारमा चाहिँ, त्यस्तो लाग्छ। अब सानो पुल मुनि छिर्दै जाने हो हामी चाहिँ। अनि
साथीहरू चाहिँ यता दाइ आउनु हुँदैछ पर दुईजना आइरहेछ के गरिरहेछ कालो भएर अनि म चाहिँ यता छु यस्तो अवस्थामा पसिनै पसिना छ साथीहरू तपाईहरुलाई चाहिँ म यताको सिनहरू भ्यूहरू देखाउँदै लानेछु र अब चाहिँ एकछिनमा हामी यहाँबाट यता देब्रे लागेपछि बुर्ज खलिफा पुगिन्छ बुर्ज खलिफा पनि भित्र जाने अलाउड छैन बाहिर यसो हेर्ने हो अनि चित्त बुझाउने हो पुरायो सपना सबै होरीले भने चाहिँ भइसक्यो नि यहाँ रमलघारी हिँड्दा यो भुइँ हिँड्दा तनाव लागिसक्यो अझै पनि पुगेको छैन ल अब यताबाट गाडी जाने मान्छे कताबाट यताबाट छिर्ने त होला नि साथीहरू हिँड्ने म पछ्याइरहेको छु यो ढुङ्गा चाहिँ सायद मेरो विचारमा नेपालबाट सबै टिपेर ल्याएको कि जस्तो लाग्छ नेपालको खोलातिरबाट ढुङ्गा यता नत्र कहाँबाट पाउनु अचम्म लाग्छ ल हिँडेछ है साथी हो यस्तो छ हेर्नु होला अनि तपाईहरुले मेरो भिडियो हेर्नुभयो भने अन्तिमतिर चाहिँ तपाईहरुको प्रतिक्रिया छोड्नु होला कमेन्ट मार्फत र लाइक नगर्नेले लाइक गर्नु होला सब्स्क्राइब नगर्ने साथीहरुले सब्स्क्राइब गरिदिनु होला तपाईहरुको एउटा सब्स्क्राइबले कुनै त्यस्तो बिग्रिँदैन पनि बरु कुनै कसैलाई सपोर्ट मिल्छ अलिकति केही ग्रो हुन्छ भन्ने हो अब तपाईहरुले भनिराख्नु पनि पर्दैन जस्तो लाग्छ तपाईहरुले आफै बुझ्नुहुन्छ म चाहिँ यो बोल्दिङमा छ माथि छ आस्किदाल सिकाउनु साथीहरु दगुरेर हैरान उतापट्टि फेरि रोकिरहेछ सबै मान्छेहरु पालो आउनु बाँकी नै छ ल बाटो फुट्यो हामी चाहिँ दगुर्दैछौँ सबैजना गाडीहरू यता दगुरिरहेछ हामी पनि तुफान गाडीभन्दा छिटो दगुरेर छिरिसक्यौँ अब उतापट्टि पनि फेरि मान्छेहरू थुप्रिरहेछ छिर्नु छ अहिले चाहिँ खुलेको छैन अब 1 मिनट जति लाग्छ यहाँ देखाइरहेछ छिर्नेछौँ ल बुर्ज खलिफा पुग्यो साथी हो यतापट्टि छ अब यहाँदेखि चाहिँ छिर्नु दिन्छ कि दिँदैन थाहा छैन अघि पनि पुलिसले पारिपट्टिबाट रोक्यो हामीलाई यताबाट छ कि छैन चट्ट यहाँ छिर्ने हो भनेर चाहिँ माथि पुगेर जम्प गर्नु भनेको दिन्छ कि दिँदैन भनेर चाहिँ परैबाट सोच्दै आएको तर यहाँ चाहिँ भन्दाखेरि छिर्नु नपाइने रहेछ दुबई मल बुर्ज खलिफा पुग्नु चाहिँ पुग्यो तर छिर्नु चाहिँ पाइएन रोडैमा बस्नु यतापट्टि छ बुर्ज खलिफा चाहिँ यहाँ मुनिबाट बसिरहेको छु भित्र छिर्नु पाउँदैन थाहा छैन अब पाइएन भने यहाँबाट फर्केर त्यो साइडतिरबाट जाने हो पारीबाट यता पारीबाट हामीले फर्काइदिएको छिर्नु पाउँदैन होला अब यहाँबाट देखाइदिन्छु बुर्ज खलिफा कता गयो अलिक छाया मात्रै देखिरहेछ सबै साथीहरू खिचिसक्यो यता मेरो खिच्ने पालो बाँकी छ ओ दाइ मलाई पनि फोटो खिचिदिनु त चट्टसँग यस्तो छ फोटो टक्क खिच्यौँ दामी आउने मेरो साथीहरू यता छ क्यामेराम्यानहरू आयो ल फोटो पनि खिचियो अनि निक्लिने तरिकाले खिच्नु लागेको साथीहरू निकाल्दैछ कोबाट हाम फाल्नु भनेको हाम फाल्नु नि पाइएन विश्व रेकर्ड बनाउनु भनेको भएन जाने अब जाने नि यहाँदेखि 10 मिनट हो अगाडिबाट क्यामेरा लिएर अब नखिच्दो रहेछ मुख हेर्नु फोटो खिच्ने कार्यक्रम हुँदैछ दाइहरूको भाइहरू खिच्दैछ उनीहरू खिच्दैछ
बुर्ज खलिफाको माथि म चाहिँ खिचिसकेँ। अब दाइलाई एउटा यहाँ खिचिरहेछ मस्तलाई। मेरो क्यामेराबाट चाहिँ कस्तो आउँछ देखाउनु पर्यो साथीहरूलाई। अनि हेरौँ ल फोटो खिच्ने स्टाइल हेरौँ त साथीहरूको। फोटो खिच्ने स्टाइल अब बुर्ज खलिफा पनि खिच्यौँ, यता इमारत मल नि खिच्यौँ, दुबई मल नि खिच्यौँ सबै। अब चाहिँ हामी रिटर्न फर्किने हो। अब डेरा फर्किने अनि बर्दुबाई त्यहाँदेखि चाहिँ रुमै फर्किने। अब 1 घन्टा जति 1.5 घन्टा जति उता घुम्ने, त्यसपछि फर्किने। त्यो दुबई मलभित्र चाहिँ छिर्नु भनेको आज फेरि ठ्याक्कै बन्द रहेछ सबै यतातिर, छिर्ने अल आउट रहेछ। अब फोटो खिच्ने के गर्ने यस्तो साथीहरू। इस्माइल आए यो हो नि त तरिका। ल खिच्छु साथीहरूले, दाइहरू उदोमुन्टो पारेर खिचिरहेछ। ठाडो हेरेर खिच्नुपर्ने, उदोमुन्टो पारेर खिच्छ। ल अब हामी फर्किने। 2 जना दाजुभाइको जोडी यहाँ जस्तो बसिरहेछ, यता खिचिरहेछ। यता कालिया फोटो खिचिरहेछ, भाइले खिचिदिने, खिची माग्ने, यस्तो छ। कालिया मुली जति खिचे पनि त्यही हो। साथीहरू चाहिँ भित्र जाने भनिरहेछ। अब पाउँछ कि पाउँदैन उताबाट सोध्नु पऱ्यो साथीहरू। ल हामी चाहिँ यताबाट छिर्ने हो। अगाडि गएर अगाडिबाट राइट भएर जाने। फाइनल हामी बर्दुबाई निक्ल्यौँ साथीहरूसँग। ल बर्दुबाईको तिर कसको आफन्त छ भने हेर्नु हेर चिन्नु होला, भन्नु होला। यस्तो छ सबै पार्कतिर। ल अहिले बेलुका चाहिँ यहाँ धेरै रमाइलो हुन्छ भन्ने कुरा चाहिँ सुने हो, त्यही भएर आज आएको। ल मान्छेको क्राउडहरू हेर्नु होला। जता गयो नि मान्छे। तर यहाँ सबै धेरै जस्तो नेपालीको मात्रै हो, नेपाली साथीभाइ भेट्ने ठाउँ। जता गए पनि गार्डन साथीहरू हुन्छ। ल बोट में घुमाए एक विराम ले। अब यहाँबाट नास्ता गर्नु जाने भन्ने त्यहाँबाट उताबाट जाने साथीहरू। अब पुग्छ त यति सल्लाह। कति रमाइलो ठाउँ छ। फर्स्टचोटि आउनेलाई चाहिँ रमाइलो ठाउँ छ यता। ल चट्टसँगले यस्तो छ। कसैको आफन्त छ भने चिन्नु हो सबैजनाले। गार्डन यता चाहिँ यस्तो छ, रमाइलो ठाउँ छ। फर्स्टचोटि आउनेलाई चाहिँ एकदम रमाइलो लागिरहेछ। अब म चाहिँ फर्स्टचोटि जस्तै हो यता चाहिँ घुमेको। गार्डन छ यता। ल हेर्नु होला यता सबै कोही टिकटक बनाउने, कोही भिडियो बनाउने, कोही फोटो खिच्ने, कोही मस्तले बसेर कुरा गर्ने, गफ गर्ने। अहिले चाहिँ ठ्याक्क शीतल छ, मजा आइरहेछ घुम्नलाई। यस्तो छ ग्रास, यस्तो दामी छ ग्रास पनि यस्तो छ। हामी चाहिँ उता जाने हो। तपाईँहरूलाई म देखाउँछु। बर्दुबाईको अवस्था यता छ। पानी किनेर खानु भन्छ, भरेर खाउँ भन्दा पनि मान्दैन साथीहरू। अब यहाँदेखि उता त्यो माथिल्लोपट्टि गएर पानी खानु पर्यो साथीहरू। ए ओ पर रहेछ हौ आले, पर पानी किन्ने ठाउँ छ। यता जाऊँ न, यता छेउतिर यता हेर्नलाई पनि मजा आउँछ, रमाइलो लाग्छ। फोटो खिच्ने भयो खिच्नु होला यता। बेलुका आएपछि चाहिँ यहाँ रमाइलो हुन्छ। अब त्यहाँ बोटिङ गर्नु सजिलो हुन्छ, रमाइलो हुन्छ। म त हिजो अस्ति नै बोटिङ गरेको छु, त्यही भएर बोटिङ गर्नु मन छैन। तर साथीहरू आज बोटिङ गर्नु भनिरहेछ। आज पऱ्यो भने बोटिङै गर्नु पर्ला जस्तो छ।
हेर्नु उतापट्टि गार्डनपट्टि सबै नेपाली नेपाली, यता चाहिँ टोटल्ली मान्छेहरू। यस्तो छ। अब यहाँ चाहिँ पानी किनेर खाने हो। यता चाहिँ समुद्र छ सबैले। यता पानी जहाज छ, बोटिङ छ। गएर माथिपट्टि गयो भने सबै नेपाली पसलहरू पाइन्छ। जानु पानी लिएर आउनु। कुन ठुलो कि सानो? ल बुढो पानी लिनु गएको छ। टोटोसँग पानी लिएर आउँछ। यस्तो छ। पानी पनि फेरि 3 रुपियाँ भन्छ यहाँ ठुलो पानी। पानी के 3 रुपियाँ भन्छ नि यहाँ। 2 रुपियाँ कि 3 रुपियाँ। छ रमाइलो ठाउँ छ। कोही उता टिकटक बनाउने, कोही फोटो खिच्ने, यता सबै दिदीबहिनीहरू सबै। यता छ समुद्र मस्त। तपाईँहरूले नजिक भएर म गएर देखाइदिन्छु समुद्र पनि। यहाँ आएर बेलुकातिर घुम्नलाई चाहिँ मजै हुन्छ, मस्त हुन्छ। यहाँ बोटिङ छ, बोट छ। यहाँबाट बोटिङ गऱ्यो भने पारी गयो। पारी चाहिँ फेरि त्यो घर देखेकोतिर चाहिँ डेढा हुन्छ। त्यताबाट पनि त्यता पनि घुम्नलाई राम्रै ठाउँ छ छोटोसँग। तर त्यतातिर भन्दा यता बेलुका घुम्नलाई चाहिँ ठिक हुन्छ। यताबाट छेउछेउ गएर घुमे पनि हुन्छ, बोटबाट गए पनि हुन्छ छोटोसँग। ल साथीलाई फोटो खिचिदिनु अरे चट्टसँग। रेडी खिचलिक। तिम्रोमा टाइम रहेछ हौ। ल अब यस्तो तरिकाले एउटा टक्क ल बबा लगाएको छ। त्यो ठाउँ जानु मन लागेको छ, जानु छ तर टाढा छ, हिँड्दै जानु। अब चाहिँ हामी यहाँबाट थोरै माथिपट्टि घुम्छौँ। हेलो। त्यसपछि अब फर्किनु। ल पानी पनि 1 बोतल खाइसक्यो साथी। अब लाग्यो माथिल्लोपट्टिबाट नास्ता गर्ने भनिरहेछ साथीहरू। नास्ता गर्ने हो अनि आधी घन्टापछि फर्किने हो। ल हामी चाहिँ नास्ता गर्नु लागेको। अब नास्ता के पाउँछ थाहा छैन। यस्तो ठाउँ छ नास्ता गर्नु। सब अलमल्ल परेको छ साथीहरू। के खाने भनेर सल्लाह गरिरहेछ। अब के चाहिँ खाने त उनीहरू पनि जस्तो पाए त्यस्तो खाँदैन। यता जाने भन्छ, यता जाने भन्छ, उता जाने। अब यहीँ बस्ने खाने हो। ल खाजा खानलाई बसियो। कस्तो लाग्यो त नि घुमाइ तपाईँको बाबा? तपाईँहरूको अहिले तपाईँ कस्तो लाग्यो घुम्न चाहिँ? मस्त आयो? बेकार यत्रो के अरे परायो 16 दुना 8 भन्ने जस्तो भएको नि यो त। ल अब खाजा मगाम खाम अनि त्यसपछि घुम्ने भने घुमाउँ, ल जाने भए पनि जाउँ। त्यहाँ खाजा खानु बस्नेको सोध्ने मान्छेहरू नै छ अहिले। अनि हाम्रो पालो उठेर हिँड्यो चट्टसँग साथी। अब उठेर चाहिँ माथिल्लोपट्टि नेपाली पसलहरूमा होटलहरूमा गएर खाने। त्यहाँबाट खाएर चाहिँ डाइरेक्ट फेरि मेट्रो स्टेसन गएर चढेर रुम जाने हो। भोलि फेरि ड्युटी छ। ड्युटी छोड्दा पनि फेरि गाह्रो हुन्छ। हाम्रो बकरिदको छुट्टी भनेको 2 दिन, मेरो 2 दिन 3 दिन हो। अस्तिको दिन 1 दिन, हिजो आज 3 दिन गएको सकिएको। भोलिदेखि ड्युटी हो। अहिलेसम्म यतै छ। अब 1.5 घन्टा रुम पुग्नलाई पनि लाग्छ। अनि यहाँबाट नास्ता गर्दा भरे रुममा 10 बजेतिर पुगिन्छ। पुग्ने सुत्ने, भिडियो पनि अलिअलि एडिटिङ गर्नुपर्छ। अनि अपलोड गर्दा टाइम पनि जान्छ। 11 बजेतिर सुताइ हुन्छ। बिहान 5 बजे उठ्यो हिँड्यो अनि ड्युटी गऱ्यो फर्क्यो। पर्सि नि ड्युटी, फेरि सन्डे आइहाल्छ। सन्डे फेरि आजको ठाउँमा मजाले सुत्ने।
अब हामी खाजा खानलाई हिँडेको माथिल्लोपट्टि। अब खाजा चाहिँ खान पाइन्छ पाइँदैन, साथीहरूले हिँडाछ वरिष्ठहरू अगाडि म पछाडि यता गएर यता नेपाली पसल होटल पाउँछ होला, मागेर खाने हो। पैसा छैन भोलि पर्सि है भनिदिनु हिँड्ने। ल अब हामी चाहिँ खाजा खान छिर्नु पऱ्यो नेपाली चट्ट मोमोसम्म खाने हो। सुधारौँमा भोलि पर्सि सुधारौँ, जीवन सुधार। अब हामी खाना बसियो। साथीहरू हामी चाहिँ खानासाना खाएर अब निस्केको सबैजना पेट अगाएर मस्तसँगले। अब हामी चाहिँ रेलवे स्टेसन के अरे मेट्रो स्टेसनमा जाने फर्किने हो। ल गाइज आजलाई भ्लग पनि सकियो, बाई।